गाइज, इट्स मी महारानी एन्ड राम्री मान्छे। तपाईँहरूलाई मेरो भिडियोमा स्वागत छ। अनि आज त म यतिकै बनाउन लागेको, मतलब यतिकै केही पनि छैन। अब हुन्छ नि त्यस्तो केही छैन। आज चाहिँ शुक्रबार हो, भोलि चाहिँ शनिबार। अब के गर्नु, आज शनि शुक्रबार है, 8 बज्यो। 12 बज्ने बित्तिकै त भोलि बिहानै हुन्छ। अनि फेरि भोलि बिहानै हुँदाखेरि एउटा टिकटक हेर्ने बित्तिकै फेरि बेलुका हुन्छ। अनि बेलुका फेरि एक दुईवटा टिकटक हेऱ्यो, मोबाइल चलाउने बित्तिकै पर्सि काममा जाने बेला भइहाल्छ के गर्नु, त्यही पनि अब जानै पर्यो होइन त गाइज। अब के गर्नु, त्यस्तै छ। कर नगरे पनि जानै पर्छ के। अब मेरो बाउको अफिस होइन, के गर्नु, जति बेला पनि छुट्टी कोली गर्नका लागि मेरो बाउको अफिस गएको। बाउको त हो नि, बाउको भन्यो बसेन, के गर्नु, अर्काको त गाह्रै छ। अनि के भन्छ, आज त किन मेरो मतलब फेस कस्तो स्याड वाला देखिरहेछ। सदाभन्दा म मतलब स्याड नै छु जस्तो लागिरहेको, किनभने अब त म पतर बोलिरहेको थिएँ। आज चाहिँ अलिक शान्त भएको छु। मलाई धेरै पतर नबोलेर होला कि के भन्छ, कस्तो थोरै बोलेको, म सुध्रेको वाला भाइ पाइरहेछ। अब चाहिँ म सुध्रिन चाहन्छु, म धेरै बोल्न चाहदिनँ भन्छु। खै भनाइमै सीमित राख्ने हो कि, तर म ज्ञानी हुन्छु क्या। ज्ञानीबाट चुपा लागेर बस्छु, चुपा लागेर उत्यो गर्छु। अनि यो जुनकिरीले मलाई कराई गर्छु। बिहान के भन्छ अरे, ओइ उठ मान्छे। अब उठ्नै पर्यो, के गर्नु होइन। गाली गर्छ गाली गर्ने भनेको यही छ होइन, जिन्दगीमा यसो उसो होइन, त्यही त हो नि। अब के गर्नु र, आज शुक्रबार है, कस्तो, भोलि शनिबार होइन, भोलि एकदम रेस्ट गर्ने दिन अरे। तर के गर्नु, हाम्रो त रेस्ट गर्न नै पाइँदैन। जब शनिबार हुन्छ यता पनि 7-6 दिनसम्म काम गर्यो, एक दिन छुट्टी हुन्छ। घरि यता जाने काम पर्छ, घरि उता जाने काम पर्छ है, बस्नै पाइँदैन के। बस्छु भन्दा रुममा बसौँ भने पनि फेरि रुममै बस्यो भने पनि डिप्रेसनमा गइछ कि भन्ने डर लाग्छ। किनभने धेरै सोचिन्छ नि त एक्लै बसेपछि त। अब जे पाए त्यही कुरा सोचेपछि त मान्छे यतिकै सन्चै छ भने पनि धेरै कुरा सोच्यो भने त बिमारी हुन्छ क्या। अनि त्यस्तै होला कि भनेर डर लाग्छ होइन। आज त म कस्तो नराम्री, सधैँ राति राम्री देखिने मान्छे, आज त म काली मान्छे झन् काली भएको छु। खै के भएको छ मलाई थाहा छैन। कस्तो भइरहेछ, मतलब अल्छी लागेको वाला भाइ पाइरहेछ। अनि अब भोलि के भन्छ, भोलि चाहिँ शनिबार हो। हामी चाहिँ पशुपति जाँदैछौँ, किनभने हामीलाई घुम्नु छ। मम्मी पनि आउनु भएको छ। अनि पशुपतिमा गएर पूजा गर्नु छ होइन। पशुपतिमा गएर टक्क पूजा गर्नु छ, विस माग्नु छ क्या, विस के माग्ने भनेपछि चाहिँ अब पुरा भएपछि भनौँला, विस माग्नु छ। अनि विस मागेर म चाहिँ के विस माग्छु भन्दाखेरि, जुनकिरीको छिटो एउटा ह्यान्डसम केटासँग लभ परोस् है भन्ने विस मागेर आउने छु। किनभने त्यसको मलाई लभ परेको ठुलो हेर्ने चाहना, इच्छा छ होइन। अनि अहिलेसम्म लभ परे आएन नि त, अब परेको हेर्न मन छ। त्यही भएर म त्यही विस मागेर आउँछु। अनि अर्को विस पनि माग्छु। वाउ, के विस भन्दाखेरि चाहिँ के विस होइन, मेरो सजीसँग छिट्टै भेट्न पाऊँ भनेर विस मागेर आउने छु। अनि मेरो सजी सधैँभरि खुसी हुनुहोस् भनेर विस मागेर आउने छु। के माग्छु विस त भन्नु हुँदैन अरे, त्यही पनि मैले चाहिँ भनिहालेको। अब धेरै बोल्ने मान्छे भनिहाल्न मन लाग्छ नि त होइन। भिडियो पनि 4 मिनटको भइसकेछ। के भन्छ,
भन्नु हुँदैन रे विस माग्ने कुराहरू त होइन मनमै राख्नुपर्छ अरे जब पुरा हुन्छ अनि त्यसपछि नै भन्नुपर्छ अरे नि त। तर म त जे कुरा पनि पत्र पत्र गरेपछि सुनाइहाल्न मन लाग्छ होइन। अनि के भन्छ अनि अर्को कुरा है त्यस्तै हो। अब आज शनिबार हो आज शुक्रबार हो होइन दिमाग पनि कहाँ कहाँ घुमिरहेछ है। मतलब के बोलिरहेको छु मलाई पनि थाहा नै भएन है। टाउको पनि हल्का दुखिरहेछ त्यस्तै हो। अब खोइ टाउको पनि कति दुख्छ लप्परेर होला कि लप्परेर होइन ध्यान उतैतिर छ होला कि मेरो त्यही भएर होला होइन त्यही भएर होला क्या। म मान्छे चाहिँ यतै छु मेरो ध्यान चाहिँ सर्जीतिरै छ जस्तो छ क्या। त्यही भएर यस्तो भइरहेछ। एउटा कुरा भन्छु उता सरको याद गरिरहेको छु होला त्यही भएर मलाई त्यस्तो भइरहेछ। के बोलिरहेको छु मतलब त्यस्तै हो क्या। म कोही मान्छे भेटेँ कोही मान्छे त्यो गऱ्यो भने लाइक त्यहीतिर मेरो ध्यान जान्छ कि मेरो म मात्रै यहाँ होला कि मेरो शरीर चाहिँ यहाँलाई सबै ध्यान दिमाग सबै उतै सर्जीतिरै होला नि त छ नि त। त्यही भएर त्यस्तो भएको हो। त्यो पनि केही छैन मलाई पनि थाहा छ सर्जीले पनि मलाई धेरै मिस गरिराख्नु भएको छ भनेर होइन। 6 मिनटको भिडियो भइसक्यो है हेर्न पनि झ्याउ लाग्नेवाला कि कति बोल्छ भनिसक्नु भयो होला कि हेर्ने मान्छेले हेर्ने त यो भिडियो धेरैजनाले त हेर्नुहुँदैन पक्कै पनि मेरो सरजीले चाहिँ स्किप नगरी हेर्नुहुन्छ यो भिडियो मलाई थाहा छ। किनभने उहाँले मेरो कहिले पनि भिडियो हेर्दाखेरि स्किप गर्नुहुन्न कि किनभने अब उहाँ भनेको इम्पोर्टेन्ट मान्छे हो नि त नि। अब अरूलाई भए जेसुकै होस् भने पनि उहाँलाई त मेरो मान्छेले बोलेको हेर्नु मन लाग्छ नि त। त्यही भएर उहाँले स्किप गर्नु हुँदैन मलाई थाहा छ। अनि भोलि चाहिँ शनिबार हो होइन अनि भोलि त शनिबार हो म पशुपति जान्छु अनि गएर अनि आउँछु। अब आज यस्तै भइहाल्यो होइन। आज त होइन अब खोइ के भयो जुनकिरीको ब्यागमा छ जुनकिरीको थाहा छैन है कहाँ साटिन्छ हौ बराबरीकै छैन। अनि यसले मेरो खै के साट्यो अरे अनि त्यही भएर अब सक्न गर्न आँटेको होइन। यहाँ मैले भिडियो नसकेर मान्छे बसिरहेछ नि यता यहाँ होइन किन हो होइन मैले साह्रै डिस्टर्ब गरेछु होइन। अब 7 मिनट भइसक्यो भिडियो त धेरै लामो भइसक्यो झ्याउ पनि लागिसक्यो कति अफातौरीको कुरा सुन्ने हो र भन्नेवाला भइसक्यो होला तपाईँलाई पनि हेर्दा त्यस्तै लाग्छ कि त्यस्तै लाग्छ तर नबानिकन सुन्नु होला किनभने अब त्यस्तै हो नि त होइन। ल गाइज होइन भोलि चाहिँ शनिबार हाम्रो चाहिँ भोलि छुट्टी अनि त्यसपछि हामी चाहिँ अब भोलि घुम्न जान्छौँ जहिले त जान्नौँ तर मलाई किन आजभोलि यति धेरै अल्छी लाग्छ मतलब कोही मतलब खै किन के कस्तो धेरै अल्छी लाग्छ है त्यस्तै हो होइन। सायद खै के भएर हो त्यस्तै हो। ल बाई बाई गाइज 8 मिनटको भइसक्यो अब चाहिँ जानुपर्ने हुन्छ। अब अल्छी लागेन छ भने भोलि भिडियो हालौँला होइन अनि भोलि भिडियो हाल्छु म ब्लग गरेर। बाई बाई गाइज आई मिस यू। राम्री मान्छे म कस्तो राम्री देखेको छु वाउ मेरो बुढाको म बुढी भन्दै होइन। ल बाई बाई आई मिस यू सर्जी बाई बाई।